अनि म चाहिँ यहाँ बोडी टिप्न आएको। हेर्नु यो खरबुजा खाने बेला भइसकेछ कि। हेर्नु त यो त के पाकेकै रहेनछ त। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। माई नेम इज स्मिता बिसुन्के। म चाहिँ नयाँ दिन अनि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु है। अनि म संसारमा चाहिँ हजुर संसारमा हुनुहुन्छ भने आशा गर्दछु। अनि म चाहिँ अलिक खेतमा आएको छु है। मेरो देख्न सक्नुहुन्छ बोडी छ। अनि म चाहिँ यहाँ बोडी टिप्न आएको हो है। के भन्छ अरे चाहिँ बोडी टिप्नेलाई भइसकेछ। अनि त्यही भएर म चाहिँ यहाँ बोडी टिप्न आएको। अब बोडी टिपेर होइन, अब बोडी टिप्नु पर्ला। तर म चाहिँ बोडी टिपेको चाहिँ म सायद देखाउन मिल्छ कि मिल्दैन है। म मिल्यो भने देखाउने कोसिस गर्छु, नत्र भए चाहिँ म देखाउँदिनँ किनकि अब समाते टिप्न मिल्दैन नि त। अनि हाम्रो चाहिँ यो देख्न सक्नुहुन्छ हाम्रो घरको नेसनल झोला भने नि हुन्छ है। अनि यो चाहिँ हाम्रो जे गर्दा पनि हामी यही झोला युज गर्छ कि किनकि सहिलो हुन्छ नि त। त्यही भएर म चाहिँ यहाँ बोडी टिप्न लाग्छु है। अनि बोडी चाहिँ यसरी टिप्नु पर्ने हुन्छ। यहाँ चाहिँ सानो सानो भएछ कि, अर्को बेलामा ठुल्ठुलो हो। यसलाई चाहिँ सानो सानो भए पनि यसरी टिप्नुपर्छ। म तपाईँहरूलाई चाहिँ मैले अस्ति नै देखाइसकेको थिएँ नि त बोडी। अनि तर यसरी टिपेको चाहिँ देखाएको थिइनँ। सायद मम्मी हुनुभएको भए मम्मीले देखाइदिनु हुन्थ्यो होला होइन। मम्मी पनि आज त हुनुभएको छैन, त्यही भएर मैले चाहिँ आफै देखाउने, आफै टिप्ने गर्नु पनि हुन्छ। अहिले त अब तरकारी जे 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 पनि पाउँछ होइन। अनि सबैतिरको अहिले तरकारीको सिजन छ। अनि हाम्रोतिर चाहिँ यो बोडी छ नि त, बोडीको सिजन। अनि कसलाई बोडी मनपर्छ, बोडीको तरकारी कमेन्ट गर्नु होला, म पठाइदिन्छु भनेर कि। मैले चाहिँ होइन यति टिभी भाइ त्यति देखेको जति अब माथि टिप्नु बाँकी छ है। म त के देखाउन आएको भने हेर्नु यस्तो बित्ति घाँसै घाँस छ कि के गर्नु हेर्दै। हेर्नु न यो के, हेर्नु यो खरबुजा खाने बेला भइसकेछ कि। तर खानाले चाहिँ टिपेन क्या। अस्ति बाबा टिप्नु भएको थियो है। हेर्नु न यत्रो यत्रो टिप्नु भइसकेछ। आँखामा के पऱ्यो, टिप्नु भइसकेछ, टिप्नु नै भएन। इस ल न, यो त के भएछ यसलाई, यसलाई त दाग लागेछ, कुहेछ बिचरा, कुहेछ त हो। यहाँ पुरै फल्यो। त्यो दुइटा चाहिँ टिप्ने बेला भइसकेछ होइन। ठुल्ठुलो भइसकेछ, टिप्ने बेला भइसक्यो, खाने बेला भइसकेछ त्यो है। म चाहिँ यहाँ बोडी टिप्दै खुँदै मैले बोडी टिपी भएन नि त। अनि त्यही भएर मलाई त पानी जस्तो लाग्यो क्या। त्यो खरबुजा खाइ नि हुन्थ्यो है। अनि म देखाउँछु त तपाईँहरूले। म यतिमा क्या टिप्नलाई देख्न सक्नुहुन्छ होइन। अब त बोट पनि मरिसक्यो, तर काँक्रो चाहिँ फल्निरहेको रहेछ हाम्रो चाहिँ होइन। म तपाईँलाई पहिला पनि देखाएको थिएँ नि त। करेलाहरू पनि यस्तो राम्रो भएर रहेछ, तर यसलाई चाहिँ टिपिदिनु पऱ्यो कि फुलिरहेको रहेछ फेरि। यसलाई चाहिँ किन टिपिदिएको भने चाहिँ मैले अब खाना त खानुपर्छ नि त, त्यही भएर भनेर मैले टिपिदिएको एउटा भने नि। उयो नै फल्या रहेछ फल्न त। काँक्रोको करेलाको बुट पनि यस्तो भएछ चाहिँ होइन। मैले बोडी टिपी भाइ भयो धन्य कुद्दैन। त्यो चाहिँ मैले चाहिँ
घरमा खानको लागि भनेर इस्या पनि यत्रो रहेछ। हेर्न करेला मलाई मनै नपर्ने तरकारी, तर धेरैलाई मनपर्छ नि त है। यसरी देख्न सक्नुहुन्छ त्यहाँ पनि फलेको रहेछ। म चाहिँ नै यहाँ आइसक्यो अब। हेर्न त घाँसै घाँस त छ, तर हाम्रो चाहिँ बिचरा टाढो यत्रो हो, त्यसको पिठ पनि यत्रो हो, अनि उनी गर्न सक्दैन। हेर्दो करेला त बिचरा नि, यसको त नाम सत्य भएछ। के भन्नु त यस्तै हो है, टाइममा नटिप्दिएपछि होइन। अब एक थोक मात्रै भएको पो भन्नु न। अब यो बोडी टिप्यो, अब फेरि भोलि बिहान फेरि गिरानमा टिप्नु हो, फेरि फर्सी पनि टिप्नु हो, फेरि फर्सीको मुन्टा पनि टिप्नु हो। कति चिज टिप्यो हामीलाई भन्नु त। बोडी त आज टिप्यो, अनि अब करेला पनि टिप्नु पर्छ। हामी घरमा फेरि धेरैजना छैनौँ, त्यही भएर हो यस्तो भएको। अब म चाहिँ जानुपर्ने हुन्छ, झर्नुपर्ने हुन्छ। मलाई चाहिँ फर्स्ट प्यास लाग्यो होइन। म चाहिँ खरबुजा त बिचरा नि सबै ऊ भएछ त, के भन्छ अरे, म चाहिँ यो सानो टिप्छु है, सानो बडी मात्रै हो। यस्तो यत्रो टिप्यो त, भिडियोमा त सानो देखिँदैछ त, तर ठुलो हो। मैले चाहिँ पानी तिर्खा लगाएर खानालाई टिपेको, तर म बिहान पनि कोर्न आएको थिएँ होइन, पातर कोर्न आएको थिएँ बोडीको लागि। त्यति बेला पनि मैले खाएको थिएँ त एउटा सिङ्गी चाहिँ भ्याएन है। फेरि मैले घरमा पनि लैदिएँ आधी, अनि अहिले पनि फेरि मलाई प्यास लाग्यो। मम्मी त आउँदै आउनु भएन, मम्मी 17 जानुभयो कि घरको सामान लिनको लागि। त्यही भएर मैले चाहिँ नै यो भिडियो चाहिँ अगाडिबाट बनाएको, त्यही भएर सायद धुन्दा टाइपका होला। मैले चाहिँ यति टिप्यो बोडी होइन, बोडी चाहिँ टिपेँ। तर आज चाहिँ म बोडी खान्न होइन। अनि यो चाहिँ बेलुका खानाको लागि सलाद, अनि यो चाहिँ अहिले खानको लागि कानेबाट हातले खुल्न सक्छ होला है। मन मान्छे कस्तो होला, मैले फेरि उलेर आएन कि। मैले फेरि खुर्पा ल्याएन कि। ला हेर्नु त, यो त केही पाकेकै रहेन छ त। मैले यत्रो खरबुजा मैले खिरा फालिदिएँ त नि। हेर्नु त बिचरा नि कलिले रहेछ त, पानी तिर्खा लाग्यो भने ल्याइहाली। तर गुल्लो कलिलो भयो नि, यस्तो कलिलो त हुनु थिएन मैले है। के भन्छ हौ लानी, हेर्दा यस्तो फोहोर भयो। अब अरू खान्छ म बाँदरले जस्तो खानु लाग्यो त हौ। यो बाँदरले खान्छ भनेर कुर्न आएको म होइन। तर मलाई चाहिँ बाँदरले फलफुल खायो अनि यो खेती खायो भनेर चाहिँ मलाई चाहिँ ऊ चाहिँ गर्नु मन लाग्दैन होइन। के भन्छ अरे, किनकि अब बिचराहरूको पनि अब कोही हुन्न त दिने मान्छे पनि होइन। अनि मान्छेहरूले उत्पादन गरेकै चिज खाएर त अनि तिनीहरू बस्ने हुने होइन। तर तिनीहरू तपाईँले याद गर्नुहुन्न होइन, जब जङ्गलतिर खानेकुरा हुँदैसम्म त्यो घरमा आउँदैन, अब अरूको खेतबारीमा घरमा आउँदैन नि त। अनि त्यसपछि जङ्गलको सकेपछि मात्रै आउनु हो नि त। अनि त्यही भएर अब हामीले नै त्यसलाई नि खान दिँदा तिनीहरू त मरिहाल्छ त। म चाहिँ सिटिङ दिँदै म घर भएन होइन। म चाहिँ मेरो बिहे नहुँदा पहिला घरमै आउँथ्यो होइन।
बाँदर। अनि म त मगाइदिन्थेँ त हो घरबाट झिक्दै लुकाएर। पाकेर हिँड्थ्यो बिचरा। बाँदरले कोपारी आफै, त्यही भएर बाँदरलाई सहयोग गर्ने नभन्ने फेरि। अब काटी पनि नभएपछि के गर्नु है। मैले बिहान खाएको त रातो थियो, गुल्डो। यसको त रस तर र चुया थियो, तर त्यसको पनि छ होइन। यस तप चुया तर कलिलो भयो नि त यो लास्टै। त्यही भएर म चाहिँ भिडियोद्वारा चाहिँ म के भन्न चाहन्छु भने होइन, अब जति पनि मेरो भ्युवर्सहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ होइन यो सब्सक्राइबर त अब घट्ने बढ्ने त भइहाल्छ नि, त्यो दुई दिन त घट्ने फेरि बढ्ने त्यस्तो त भइहाल्छ नि होइन। तर यो वाच टाइम चाहिँ किन घट्छ म त उनी थाहा पनि सक्दैन हौ। यो वाच टाइम चाहिँ किन घट्छ हौ, कसरी घट्छ हौ। कति भने मेरो त कति न त हो 10-12 घन्टा त जति त घटिसक्यो त मेरो। के भयो यदि थाहा पनि प्लिज मलाई भनिदिनु के कारणले घट्छ। यदि मैले थाहा नपाएर मैले के गल्तीहरू गरेको भएर हो कि घटेको, त्यो आफूजात घट्ने बढ्ने हुने हो कि। तर घट्ने पनि भयो भने 1-2 घन्टा घट्ने, 1 घन्टा 2 घन्टा घट्ने जस्तो हुन्छ होला। तर मेरो त 10-12 घन्टै घटेको त सत्य लाएर के भएको। यदि थाहा भने प्लिज भनिदिनु होला। मैले के गर्न नहुने गरेकी छु कि त त्यस्तै त्यो घट्ने नै हो कि है। अब त म यो खान्छु होइन, कति खानु मन लाग्छ। कलिलो हो, रस त रसिलो हो, तर भयो नि कलिलो छ नि त, त्यही भएर मैले खान्छु। त्यसपछि अनि म फेरि घर जानुपर्ने हुन्छ। घर गए पनि मेरो काम ह, किनकि अब राति दिउँसो दिनैभरि घाम झर्किन्छ अनि काम गर्न सक्दैन नि त। अनि बिहान र बेलुका नै हो नि त काम गर्ने भनेको। त्यही भएर अनि हाम्रो भुन्टे हाम्रो पाडोलाई पनि म चराउनु, त्यही भएर है त म चाहिँ अहिले यति नै बनाउँछु। अनि त्यसपछि अनि मैले त बारीमा हिँड्दाखेरि कोही बेची छ मसिनो टोक्दैछ कि म यति नै बनाउँछु ल। तपाईँ चाहिँ प्लिज के गरेर घट्छ वाच टाइम प्लिज थाहा हुनेले प्लिज मेसेज नै कमेन्टमा भनिदिनु होला है त। म होइन खेतपट्टि आएर त्यसपछि हातको धोएर अनि खाना बनाएर खाएर पनि घुम्न आइसकेँ होइन। अब म बन्ने हुन्छ, धेरै राति भइसक्यो। अनि मैले चाहिँ होइन भिडियो बनाएँ त भिडियो हजुरहरूलाई के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त। मैले भिडियोमा जति पनि हुन्थ्यो नि त, यदि हजुरहरूलाई त्यसको बारेमा थाहा छ भने प्लिज भन्नु होला कमेन्टमा होइन, के गर भन्ने हो भनेर। किनकि मैले भर्खर युट्युब स्टार्ट गरेको नि त है। अनि अब हामी त भर्खर युट्युब क्रिएटर हामी त म अनि त्यसपछि अहिले भर्खर मैले सुरुवात गरेँ। अनि मेरो लागि त 1 मिनट वाच टाइमकै घन्टा त भइजाओस्, मिनट सेकेन्ड पनि इम्पोर्टेन्ट हुन्छ नि त। अनि 10-12 घन्टा भनेको त ठुलो कुरा हो नि त मेरो लागि त। त्यो भएर प्लिज हजुरलाई थाहा भने भनिदिनु होला के कारणले गर्छ भनेर होइन। अनि त्यसपछि अनि अरू चाहिँ भिडियो चाहिँ हजुरलाई कस्तो लाग्छ भन्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त। आज यति नै मैले आज यति नै बनाएँ।